हेलो फ्रेन्ड, म तपाईको साथी अनिल र आज मैले लिएर आएको छु फेसबुकमा कसरी पासवर्ड चेन्ज गर्ने भन्ने सिकाउँदैछु। आज अब तपाईले हेर्न सक्नुहुनेछ आफूले बिर्सेको फेसबुक पासवर्ड कसरी फेर्ने या कसरी के गर्ने। अब कतिको मोबाइलमा त आफ्नो फेसबुक एकाउन्ट लगइन बस्दै लगइन हुन्छ, लगआउट गर्ने अब लगआउट गर्न बिर्सेर राखिएको हुन्छ, कति के हुन्छ र खोल्दाखेरि त फेसबुक चल्न सक्छ। तर तपाईलाई केही कसम त आफ्नो फेसबुकको पासवर्ड फेर्नु छ भने तपाईले कसरी फेर्नु सक्नुहुन्छ भन्ने तपाईलाई म यहाँ सिकाउन गइरहेको छु। ध्यान दिएर हेर्नु होला। पहिले त आफ्नो फेसबुक ओपन गर्ने, ओपन गरिसके पछाडि आफ्नो लगइन भएको जुनै पनि फेसबुक छ त्यसलाई लगआउट गर्ने। लगआउट गरेर तपाईलाई यहाँ एउटा अप्सन आउँछ फर्गेट योर पासवर्ड। तपाईले देख्न सक्नुहुनेछ यहाँ फर्गेट योर पासवर्ड लेखेको छ र तपाईले क्लिक गर्नुपर्ने छ। क्लिक गरेर तपाईको यहाँनेरि गुगल एकाउन्ट, जिमेल एकाउन्ट या फोन नम्बर के हाल्नु भएको छ त्यो तपाईले लेख्न सक्नुहुन्छ। इन्टर योर फोन नम्बर अर इमेल। तपाईहरुले आफ्नो यहाँनेरि फोन नम्बर हाल्नु भएको छ भने फोन नम्बर, इमेल हाल्नु भएको छ भने इमेल लेखेर सर्च गर्नु होला। म लेख्न गइरहेको छु। लेखिसके पछाडि सर्चको बटन यहाँ तपाईहरुले देख्न सक्नुहुनेछ। त्यो सर्चको बटनमा क्लिक गर्ने। क्लिक गरिसके पछाडि तपाईलाई आउँछ तपाईले एउटा खोल्नु, यो नम्बरबाट एउटा एकाउन्ट, दुईटा एकाउन्ट, कतिवटा खोल्नु भएको छ त्यतिवटा एकाउन्ट तपाईले देख्न सक्नुहुनेछ। यहाँनेरि सिलेक्ट योर एकाउन्ट सिलेक्ट गर्नु भन्ने छ। तपाईले कुनै पनि फेसबुकको या कुनै पनि एकाउन्ट, आफ्नो एकाउन्टको पासवर्ड बिर्सिनु भएको छ। अब यो मैले त अब एउटाको सम्झिरहेको छु, एउटाको बिर्सेको छु। मान्नु तपाईहरुलाई सिकाउनको लागि मैले अब त्यसमा क्लिक गर्नुपर्ने छ। जुनको बिर्से त्यसमा क्लिक गर्नुपर्ने छ। मैले अनिल बान्या, इङ्ग्लिसबाट अनिल बान्या लेखेकोमा क्लिक गर्छु। त्यहाँ मैले गर्ने। तपाईले देख्न सक्नुहुन्छ सेन्ड कोड VIA-SMS, सेन्ड कोड VIA-SMS, भेरिफाई SMS। तपाईले कन्टिन्यू गर्नुपर्ने छ। कन्टिन्यू गरिसके पछाडि तपाईलाई एकछिनमा कोड आउन सक्छ। त्यो आएको कोड हेर्न सक्नुहुन्छ 090068 तपाईहरुलाई 6 अङ्कको कोड दिएको हुन्छ। त्यो तपाईहरुले यहाँ हालेर कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गरिसके पछाडि तपाईले अब युट्युब ब्राउजर, गुगल क्रोम, गुगल ओपेरा मेनु यस्ता एप्सहरुमा तपाईले आफ्नो फेसबुक एकाउन्ट लगइन गर्नु भएको छ भने त्यो सबै बन्द गर्नको लागि लग आउट अफ अदर्स डिभाइस त्यहाँ क्लिक गरिदिनुहोस्। त्यहाँ क्लिक गरिसके पछाडि अब यहाँ आफूलाई मन पर्ने जुनै जस्तै पासवर्ड हाल्दा पनि भयो। अब यहाँ आफूले पासवर्ड आफूले सम्झिने, आफूले कहिले नबिर्सिने खालको पासवर्ड हाल्नु भयो भने तपाईहरुलाई राम्रो हुनेछ। तपाईले आफ्नो यहाँ लागेको अब आफूले पहिले बिर्सेको पासवर्ड तपाईले हाल्नुपर्ने छैन। डाइरेक्ट अब आफूले कुन पासवर्ड सम्झिन्छु, कुन पासवर्ड मलाई ठिक होला जस्तो लाग्छ भन्ने कुरो तपाईको माइन्डमा आयो भने आफूले सम्झिने खालको जुनै पासवर्ड हालेर चेन्ज पासवर्डमा क्लिक गरिदिनुहोस्। तपाईको पासवर्ड चेन्ज हुनेछ। थ्याङ्क यू। सबैले मेरो भिडियो हेरिदिनु होला। मैले यो फर्स्ट टाइम हो यो मेरो युट्युब एकाउन्ट खोलेको त धेरै भयो, तर पनि मैले यो फर्स्ट टाइम भिडियो खिचेर हाल्न गइरहेको छु हैन। यसलाई चाहिँ मन पराइदिएर लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गर्न चाहिँ नभुल्दिनु होला। धन्यवाद।